सो गाइस हजुरलाई पनि सन्चै हुन्छ होला भने मलाई पनि सन्चै छु। अब ठ्याक्क घरमा जाँदैछु अब है, घरमा जाँदैछु। उता खाना खाएर आएको म अहिले नै भ्लग बनाउनु जस्तो लागेको थियो। भाइहरू किचकिच गर्नु थाल्यो नि त, त्यसरी नबनाएको। अनि मेरो चाहिँ यहाँ दिदी छ है, हेर्नु सक्नुहुन्छ। अनि अर्को दिदी चाहिँ यहाँ छ है, ठुस्किएर हिँडिरहेको छ मेरो दिदी अर्को। ऊ चिन्दैन रे गाइज हो कसैलाई। अनि लाइक सब्सक्राइब हानिदिनु होला। मेरो चाहिँ वाट्सएपमा पठाइदिनु, मम्मीकोमा हालिहाल्छु नि। मेरो आइडी छ त लगाइज। टक्क पारेर जाने होइन है, अरूमा टक्क पारेर जाने, टक्क पारेर सुत्ने, फेरि भोलि बिहान उठ्ने, फेरि भ्लग बनाइदिन्छ, कन्टेन्ट बनाइदिन्छ। अनि त्यहाँबाट टक्क मैले फेस चाहिँ किन नदेखाएँ भनेपछि होइन, तपाईँहरूले लाइक सब्सक्राइब हानिदिनु होला। मैले त्यहाँबाट फेस रिभिल हान्छु। नभल क्या दिदी त, नभल क्या। हेर्नु न यहाँ मेरो दिदी जेप्पा दिए भनिरहेछ। लगाएछ ल ल ल फाइनली यो के मन्दिर भन्छ दिदी? हाम्रो चाहिँ यहाँ मन्दिर आइपुगिसक्यो, नयाँ मन्दिर बनाउँदैछ। अब नमुना चोक आइपुग्न आँटेको गाइस है। अब सानोतिनो भिडियो भए पनि लाइक सपोर्ट हानिदिनु होला है। उहाँसम्म पुग्दा त हुन्छ होला 3-4। आम्बो हेर मेरो दिदीको आइफोनबाट चाहिँ के खिचिरहेछ है गाइस। ओहो आज गाइस होइन, मेरो दिदीले भने चाहिँ दिदी बहिनी दुईजना दिदीहरूले चाहिँ भ्लग बनाउँदै आएको रे है। मलाई चाहिँ थाहा थिएन। दिदीहरू चाहिँ लकडाउन जहिले जान्छ क्या, न बोयफ्रेन्ड भेट्नु गएको हो कि न के भेट्नु गएको थाहा छैन है गाइस। मलाई ए लकडाउनमा लभ गर्नु गएको रे गाइस। हाम्रो के साह्रो हात दुखेको हो गाइस मेरो यार। आज खुइली बाइक पनि आउँदैछ यार। त्यस्तो चाहिँ होइन होला। यहाँ चाहिँ सबभन्दा भइसकेको छ गाइस पसल है। यहाँ एउटा सामान किन्नु भनेको सबभन्दा भइसकेको छ। अब सामानै किन्नु। पानी चाहिँ परेको छ तर पर्नु चाहिँ परेको छैन। यो बाटो चाहिँ कस्तो हिलो देखायो यार गाइस, मलाई पनि थाहा छैन है त्यो चाहिँ कुरा।
गाइस मकै हेर्नु त कत्रो अल्को छ तपाईँले पनि देखिरहेको होला है हेर्नु न कत्रो अल्को छ भने मकै आम्बो यताको साइडमा हेर्नु त गाइस त्योभन्दा पनि ठुलो रहेछ यार मकै ल गाइस मकैको हेर्नु न यार कत्रो भने हाँगा त हाम्रोमा त यत्रो पनि हुँदैन है यो त अनि चाइनिज मकै हो नि त गाइस हेर्नु न यार गाइस चाइनिज मकै रहेछ है यतातिरको चाहिँ फेरि पोलेर खायो भने यस्तो मिठो हुन्छ गाइस है त्यस्तै हो क्या भक्तपुरमा पनि हामीले पोलेर खाएको थियो भ्लग पनि बनाएको थियो त्यो भिडियो खै कहाँ पुग्यो त्यही थाहा छैन क्या अब चाहिँ यहाँतिर चाहिँ अँध्यारो छ है गाइस अँध्यारो छ भाइ पनि भ्लग बनाउँदै हिँडिरहेछ गाइस अँध्यारो छ आज चाहिँ यहीँबाट भिडियो एडिट गर्नु पऱ्यो गाइस ल